छौँ भद्रपुरको भद्रपुर माध्यमिक विद्यालय हाम्रो स्कुल जसको निर्माण 2002 मा भएको थियो। मेची खोलाको किनारमा अवस्थित यो विद्यालय 79 साल भइसक्यो। सर्वप्रथम 2002 मा उद्घाटन भएर यता रहेको छ क्लास 8। यता रहेछ मेरो बाइक रहेको छ, ग्राउन्ड रहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँ हाम्रो ब्लगलाई सपोर्ट गर्नुहोस्। पुराना कक्षा कोठाहरू क्लास 15 हो, कोठा नम्बर 15 हुँदैन। ल हेर्दै गर्नुहोस् तपाईँ। तपाईँ हेर्नुहोस्, यहाँ पुराना विद्यार्थीहरू आएर खेल्दै गरेको। विद्यार्थी आफ्ना नानीसँग यहाँ आएका छन्। नानी बाबुहरू लिएर घुम्नको लागि आएका छन्। त्यही कक्षा कोठाको त्यही ब्रेन्च, त्यही 100 वर्ष पुराना ब्रेन्चहरू। बोर्ड चाहिँ फेरिएको रहेछ। बोर्ड चाहिँ अलिकति नयाँ आए जस्तो छ। ल अब हामी अगाडि बढौँ। हामी अब जान्छौँ यतातिर। प्रिन्सिपलको अफिस रहे कक्षा स्थगित। यता रहेको छ अफिस। खै अफिस रहेको छ। ल हामी फेरि यहाँ बच्चाहरूलाई भूतले सताइरहेछ। बच्चाहरू लड्दैछन्। होइन गएर फस्जना छन्, उयो फस्केर छ। आदमी का देखाई। हामी यहाँको पुराना विद्यार्थी आज यसो सेरोफेरो घुम्दै यता रहेको छ स्कुलको भुइँ तल्लाको बरन्डा। यहाँ रहेको छ एसेम्ब्ली एरेन्ज गर्ने ठाउँ। ग्राउन्ड ठुलै रहेछ। ग्राउन्ड चाहिँ क्याम्पसको विद्यालयको ठुलै रहेछ। हाम्रो पुराना विद्यार्थीलाई हामीले यहाँ ल श्री 5 सरकारलाई नमस्कार गर्दै जय नेपाल जय मधेस।